दिगो विकास लक्ष्य पूरा गर्नको लागि सुरक्षित पानीको यो अभियानमा चुनौतीहरू के छन् र यो चुनौतीलाई कसरी सामना गर्न सकिएला? अब सुरक्षित पानी भनेपछि हामीले विशेष गरेर हामीले सिक्नुपर्ने कुरा चाहिँ के छ भने हामीले खुला दिशामुक्त अभियानको हेर्ने हो भने नेपालमा एकदमै सशक्त रूपमा सामाजिक अभियानको रूपमा हरेक मान्छे लागेको अभियान भनेको हाम्रो खुला दिशामुक्त अभियान हो। खुला दिशामुक्त अभियानको कुरा चाहिँ हामीले गर्दाखेरिमा के थियो भने यसलाई प्रोजेक्टको हिसाबले कहीँ कार्यक्रम गरिएन, सबै ठाउँमा अभियानको रूपमा गइयो। अभियानको रूपमा गर्दाखेरिमा आज हामी विश्वकै भन्नुहोस् खुला दिशामुक्त अभियान चाहिँ असाध्यै सशक्त र सफल सामाजिक अभियानको रूपमा स्थापित छ भनेपछि अब हामीले पनि खानेपानीमा सुरक्षित खानेपानी उपलब्ध गराउनको लागि यस्तै अभियान चलाउनुपर्छ। त्यो भनेको के हो भन्दा नो वान ड्रिङ्क कन्टामिनेटेड वाटर, अथवा कोही पनि व्यक्तिले दूषित पानी पिउँदैन। यो खालको अभियान, कोही पनि मान्छेले दूषित पानी पिउँदैन, यो अभियान चलाउनु जरुरी हुन्छ।